Hello everybody, welcome back to my channel. This is Misagar and you are watching songs tutorial on the topic called how to sing. And how to sing the song of the day is Aparibhashit Swar by Swapnil Sharma sir. So without wasting any more time, let's go for it. ओके गाइज, आजको यस लेसन सुरु गर्नुभन्दा अगाडि यस गीतको बारेमा थोरै संक्षिप्त जानकारी दिन चाहे। जस्तै आज मैले यस गीतको नोट चाहिँ सी मेजर स्केलमा रहेर यस गीतका नोटहरू तयार गरेको छु भने यसमा प्रयोग भएका स्वरहरू मन्द्र सप्तकको, तार सप्तकको, मन्द्र सप्तकदेखि तार सप्तकको चाहिँ एकदम हायर नोट भन्नाले तार सप्तकको ग मसम्म चाहिँ यसको नोटहरू सुरुमै फर्स्ट नोट उठाउँदाखेरि नै तार सप्तकबाट सुरुवात गरिएको छ। अनि त्यसको लगायत यसमा तार सप्तकको रे चाहिँ कोमल रे प्रयोग भएको छ। अनि बिचमा एक दुई ठाउँमा हाम्रो तीव्र म स्वर प्रयोग गरिएको छ। अनि प्राय जसो चाहिँ कोमल नि स्वरको प्रयोग गरिएको छ। सो अब हामी यस गीत कुन नोटहरू कसरी कहाँ कसरी कुन किसिमले प्रयोग गरेको छ यस लेसन अगाडि बढ्दै हामी सिक्दै अगाडि बढ्नेछौँ। सो लेट्स गो फर इट। ओके गाइज, अब चाहिँ हामी यस गीत बजाउँदै अगाडि सुन्दै अगाडि बढ्नेछौँ। कसरी गीत गाइएको छ, कसरी शब्दहरू खेलाइएको छ, स्टप गर्दै प्ले पज गर्दै हामी चाहिँ अगाडि बढ्नेछौँ। सुनौ। ओके, सो यसरी एकदम मैले फर्स्टमा पनि भने फर्स्टमै हाम्रो तार सप्तकको ग टच गरेको छ। तार सप्तकबाट गाइएको छ यो गीत चाहिँ। ब्रह्मा नै होस् मनको खुसी नै छु म, यसरी गाइएको छ। अब यसलाई हामी ब्रेकडाउन गर्दाखेरि चाहिँ ब्रह्मा नै गरेर गाइएको छ। गमा गा गा, यसरी नोट चाहिँ यो भयो, तार सप्तकको हो यो नोट चाहिँ। गमा गा गा ब्रह्मा नै, अनि ब्रह्मा नै होस् मनको भन्दाखेरि चाहिँ गमा गा गा रे रे सा सा रे, यसरी गाइएको छ। गमा गा गा रे रे सा सा रे, यसरी। ब्रह्मा नै होस् मनको, यसरी गाइएको छ। को गरेर गाइएको छ। अनि त्यसपछि खुसी धसा, यसरी धसा, यो चाहिँ मन्द्र सप्तकको धसा भयो। धसा खुसी, फिल ल्याउने खुसीमा चाहिँ खुसी यसरी दिन सकिन्छ। खुसी नै छु म भनेको छ। भ्रेबुटे दिएर खुसीमा चाहिँ भ्रेबुटे दिँदै नै छु म भ्रेबुटो छु म, भ्रेबुटो म, भ्रेबुटो छ ममा। त्योभन्दा अगाडि चाहिँ घोष नोट परेको छ छु म गरेर। लोवर नोटहरू हाम्रो मध्य शब्दको नोटहरू परेको छ। यसमा चाहिँ खुसी नै छु म धसारे धसारे धपदा धपदा छु म, यसरी गाइएको छ। अनि भ्रेबुटे दिएको छ। अब नेक्स्ट सुनौ हामी। अब माया धेरै धेरै गर्छु, यतिसम्म हामी ब्रेकडाउन गरौँ। जस्तै यसमा पनि ठ्याक्कै माथिको जस्तै ब्रह्मा भने जस्तै माया भनेर गमा गा नोट त्यही प्रयोग गरिएको छ। सेम लगभग अलमोस्ट सेम नोट छ यसमा चाहिँ। माया धेरै धेरै गर्छु गर्छु, यसमा चाहिँ मनको गरेको थियो भने यसमा चाहिँ गर्छु, यसरी अलिकति मात्रै डिफ्रेन्स छ। सो माया माया धेरै धेरै गर्छु, यसरी। गमा गा गा रे रे सा सा रे सा, यसरी यो हाम्रो चाहिँ तार सप्तकको नोटहरू नै खेलाइएको छ। यसमा पनि लगभग हायर नोट छ, तार सप्तकको नोटहरू प्रयोग गरिएको छ। यसमा चाहिँ माया धेरै धेरै सेम छ त्यहाँसम्म। अनि गर्छु भन्दाखेरि चाहिँ गर्छु गर्छु रे सा रे सा रे, अलिकति तानेर रे सा, यसरी गर्छु गर्छु सा रे सा, यसरी गाइएको छ। अनि नेक्स्ट सुनौ। तर अर्थ केही छैन
तर अर्थ केही छैन यसरी गाएको छ साधा साधा सा साधा साधा सा रे रे ध प म यसरी गाएको छ साधा साधा रे प ध प म यसरी गाएको छ यसमा चाहिँ तर अर्थ के भन्दा तिनचोटि ब्रेकेट केही गरेको छ यसरी तर अर्थ केही छैन गरेर फेरि फिलमा तल नोट झरेको छ छैन धपमा गरेर यसरी नोट झरेको छ नेक्स्ट भावनाहरू पोखु पनि यसरी गाएको छ यो पनि सिम्पल छ भावनाहरू भावना पदनी यहाँ हाम्रो चाहिँ कोमल नि मध्य शब्दको कोमल नि प्रयोग गरेको छ भावना भन्दाखेरि चाहिँ भावनाहरू पधनी धनी यसरी गाइएको छ अनि भ्रेबेटो छ भावनाहरू हल्का भ्रेबेटो जस्तो त्यसमा चाहिँ हरू भन्दाखेरि पधनी धनी हाम्रो यो नि चाहिँ हाम्रो कोमल नि प्रयोग गरेको छ यसमा अनि त्यसको लगाइ चाहिँ अनि पोखु भनेर स्टेट गरेको छ अलिकति पोखु धधनी यसमा पनि धधनी अलिकति पोखु मनको भने जस्तै अलिकति नोट एक स्टेप उठेको छ धधनी अनि नि पनि यो नि पनि हाम्रो कोमल नि भयो भावनाहरू पोखु पनि एकैचोटि पनि जोडेको छ धप गरेर जोडेको छ यसमा चाहिँ पोखु पनि अधिकारै छैन सुनौ अधिकार छैन अमा अलिकति रास्पी स्वर यस्तो टाइपले अधिकारै छैन अधि भनेको म प अधिकार भनेर एकचोटि जोडेको छ भने का पछि चाहिँ आ जोडिएको छ त्यसमा जस्तै अधिकार भनेको छ म प ध प यसरी गाइएको छ अधिकार म प ध प यसरी गाइएको छ अधिकार छैन भनेको चाहिँ प भयो प छैन पपध यसरी पपध छैन यसरी रेपेट दिँदै गाइएको छ तर यो नमान कि भावना नै छैन अवश्य तर यो नमान कि भावना नै छैन गरेर गाइएको छ अब जस्तै तर यो नमान कि भनेको छ यसमा मैले फर्स्टमा लेसन सुरु गर्नुभन्दा अगाडि सुरु गरेको थिएँ यसमा चाहिँ तार शब्दको पनि रे कोमल रे प्रयोग गरेको छ यहाँ चाहिँ जस्तै कहाँ छ भने तर यो नमान कि भनेछ तर भनेको तर यो भनेको पधनी तर यो नमान कि अब यो नमान कि भन्दाखेरि न भनेको चाहिँ सा भयो हाई हाम्रो सा मध्य शब्द के सा भयो अनि यो चाहिँ नमान कि रे नि यसरी प्रयोग गरेको छ नमान कि न कि भन्दाखेरि चाहिँ फेरि नि भनेर स्वर झरेको छ जस्तै तर यो नमान कि पधनी सा रे नि यसरी झरेको छ स्वर पधनी सा रे नि एउटा रे कोमल रे तार शब्दको रे कोमल प्रयोग छ नि एउटा स्ट्रेट हाम्रो नर्मल रे प्रयोग गरेर अनि नि नमान कि गरेर फेरि कि हल्का त्यहाँ भ्याइबाट जस्तो अनि भावना नै छैन यो भावना नै रास्पी निकाल्ने यसमा चाहिँ सकेसम्म भावना नै छैन गरेर नि ध प गरेर भेटभेटो दिएको छ भावना नै छैन भनेर यसरी अब यसको लगत्तै तिमी कल्पना हो अब त्यसको लगत्तै फेरि तिमी गरेर भेटभेटो
गरेर कल्पना हो कल्पना हो भनेको धधनी धधनी गरेर यसरी धधनी तिमी अनि कल्पना हौ कल्पना भेरिबेट त्यसपछि निसान्धपम हौ कल्पना हौ यसरी निसान्धपम अनि वास्तविकतामा अब यो अलिकति यो गाउँदाखेरि हामीले त्यो ठ्याक्क टेम्पोमा भेट्नलाई अलिकति गाह्रो हुन्छ त्यही भएर छुट्याएर मैले चाहिँ कसरी गरेको छु भने जस्तै गाउन पनि त्यसरी गाइएको छ वास्तविकतामा भन्ने छ शब्द होइन त्यसलाई चाहिँ वास्तवलाई एक ठाउँमा राख्ने अनि विकतामा यसरी गाइएको छ जस्तै वास्तविकतामा यसरी गाइएको छ जस्तै वास्तव भन्दाखेरि धप एउटा छुट्याइयो अनि विक विक भनेको अलिकति विको वास्तविकलाई चाहिँ अलिकति तानिएको छ धप धनी यसरी वास्तविकतामा वास्तव एक ठाउँमा विकता विकता एकैचोटि कृतामा गरेर यसरी जोडिएको छ वास्तविकतामा गरेर यसरी जस्तै धप धप ध यसरी धधनी यसरी वास्तविकतामा मा धधनी यसरी गाइएको छ अनि एकैचोटि जोडिएको छ वास्तविकतामा छैनौ मेरो गप पधनी छैनौ मेरो पधनी यसरी गाइएको छ वास्तविकतामा छैनौ एकैचोटि तामा छैनौ एकैचोटि जोडिहाल्ने मेरो अब मेरो भ्रम हौ अनि भ्रम हौ निसान्ध गरेर भेटभेट दिएको छ अनि परिभाषित मैले गर्न अनि परिभाषित मैले गर्न यसरी गाइएको छ अब फेरि परिभाषितलाई पनि अलिक भालाई तानिएको छ अलिकति शीत परिभाषित गरेर गाइएको छ जस्तै धप 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 यसरी परिभाषित गरेर परिभाषित मैले गर्न मैले यसरी झारिएको छ स्वर चाहिँ मैले टाइपले मैले एरो एरो भन्थेँ मेरो अरू लेसनहरू पनि एरो टाइपले मैले यसरी मैले धप धनी गरेर गाइएको छ मैले गर्न धपधनी मैले गर्न गरेर यसरी गाइएको छ परिभाषित मैले गर्न यसरी गाइएको छ अनि त्यसको लगतै फेरि सक्दिन तिमी मेरा यसरी गाइएको सुनौ सक्दिन तिमी मेरा यसरी गाइएको छ एकैचोटि जोडिएको छ कि एक आपसमा शब्दहरू एकदम अर्थपूर्ण शब्दहरू चाहिँ पुरै शब्द हामीले सरर कहाँ गएर यो अर्थ लाग्ने हो भन्ने थाहा नै पाउँदैनौँ कि यसको चाहिँ यो गीतको खुबी नै त्यही छ एक किसिमले उहाँको लेखाइ नै यस्तै छ एकदम उहाँले नि लेख्नुहुन्छ प्रायः जसो स्वप्निल सरले लेख्नुहुन्छ शब्दहरू उहाँको चाहिँ एकदम एकचोटि लास्टमा पुगेर पुरै सेन्टेन्सकै लास्टतिर पुगेर मात्रै बुझ्न सकिन्छ के भन्न खोजेको शब्दले भनेर चाहिँ त्यस्तै छ यसमा पनि परिभाषित मैले गर्न सक्दिन तिमी मेरा अब यहाँ सक्दिन भन्दाखेरि चाहिँ गप सक्दिन सक्दिन अलिकति नमा तानेको जस्तो न तिमी अनि फेरि पधनी पनि अलिकति तानेको छ त्यसमा तिमी मेरा गरेछ एकैचोटि सक्दिन तिमी मेरा यसरी गाइएको छ एकचोटि सुन परिभाषित मैले गर्न सक्दिन तिमी मेरा हरेक चाहना अनि बहाना हौ अब हरेक चाहना अनि बहाना हौ यसरी लास्टमा हौ भेटभेट दिएको छ जसमा चाहिँ
हरेक चाहना अनि यसमा चाहिँ धप ध धप ध प ध धप धप ध भ ध यसरी गाइएको छ। हरेक चाहना चाहना यसरी चालाई छुट्याएर चाहना भन्ने शब्दको चाहिँ चालाई अलिकति ताने जस्तो हन्ना यसरी गाइएको छ। हरेक चाहना अनि यसरी गाइएको सँगै जोडिएको जस्तो चाहन हना र अनि एकै ठाउँमा जोडिएको जस्तो चालाई अलिकति छुट्याएर गाइएको जस्तो जस्तै हरेक चाहना अनि बहाना हो बाहा बाहा भने अलिकति टुक्राइएको जस्तो बाहा एरो टाइपले झारे पनि हुन्छ। एउटा माइन्ड गर्ने एउटा माइन्डमा राख्ने कि एरो टाइपले झारे चाहिँ बहाना हो गरेर यसरी गाएको छ। धनी ग एकैचोटि नि गमा झरेको छ स्वर प हौ अनि बहाना हौ भनेको चाहिँ धनी ग प गरेर फेरि दिएको छ। मेरो मनभित्रका अब मेरो मनभित्रका यसरी गाइएको छ। जस्तै मेरो मेरो भनेपछि छिट्टो गग गग नोट चाहिँ गग गगनी ध प म ग मेरो मनभित्रका मेरो भनेर अलि अरू नेक्स्ट टाइममा चाहिँ मेरो भन्ने अलिक फरक तरिका छ। यसमा चाहिँ फास्ट गाइएको छ मेरो मन मेरो गरेर गाइएको छ। मेरो मनभित्रका गगनी ध प म ग अनि यसमा चाहिँ मैले भनेको थिएँ म हाम्रो तीव्र म प्रयोग गरेको छ। यसमा यहीँ प्रयोग गरेको छ। जस्तै यो गगनी ध प म ग यो म चाहिँ तीव्र म हो। यसमा चाहिँ मेरो मनभित्रका भन्दाखेरि चाहिँ तीव्र म प्रयोग गरेको छ यसमा। हरेक खुसी हो अब फेरि हरेक पमग पमग यसमा पनि हाम्रो तीव्र म र अनि पमग पमग हरेक गरेर भ्याइब्रेट दिने अनि हरेक गर्दाखेरि ग क गर्दाखेरि चाहिँ यसमा पनि हाम्रो कोमल ग प्रयोग गरेको छ। पमग हरेक मेरो मनभित्रका हरेक खुसी हो गरेग यसरी खुसी हो भन्दै भ्याइब्रेट दिएको छ गरेग भयो। नेक्स्ट मेरो सपनाभरि अनि मेरो सपनाभरि सेम छ माथिको जस्तै मेरो मनभित्रका सेम लगभग सेम छ गगनी द प म ग मेरो सपनाभरि अनि तिमी तिमी यसरी अब तिमी तिमी भने पपधा अलिकति तिमी ईलाई ई भन्ने साउन्डलाई चाहिँ अलिकति छुयाएर अलिकति ताने जस्तो गरेको छ। अलिकति सरी अलिकति तानिएको जस्तो गरेको छ। तिमी तिमी नै छौ यसरी तिमी तिमी नै छौ पपधा मम पप पपधा मम पप यो मम पनि तीव्र म प्रयोग गरेको छ। तिमी तिमी नै छौ अनि नेक्स्ट मेरो जीवनभरि तिमी रहनेछौ अनि नेक्स्ट छ मेरो जीवनभरि नर्मल छ सेम छ माथिकै जस्तो नोट्सहरू गगनी द प म ग मेरो जीवनभरि तिमी रहनेछौ एकचोटि सुनौ तिमी यसमा पनि तिमी अलिकति गरेर पपदा गरेर अलिकति गरेर तानिएको छ। रहनेछौ गरेर भेरी दिएको छ। यसमा पनि हाम्रो म पधधनी गरेको म यो पनि म हाम्रो यो म पनि तीव्र म प्रयोग गरेको छ। रहनेछौ गरेर तीनचोटि भेरबाट गरेर नेक्स्ट मेरो मृत्युसँगै तिमी पनि मर्नेछौ यसरी गाएको छ। मेरो मृत्युसँगै पहिला माथिको जस्तै सेम लगभग एउटै प्याटर्नमा यो 3-4 वटा लाइन चाहिँ एउटै प्याटर्नमा छ।
गगनी दबमा यसरी गाइएको छ। मेरो मृत्युसँगै तिमी पनि मर्नेछौ, तिमी पनि मर्नेछौ, पापा दम मम पापा यसरी भ्याब्रेटो दिँदै तिमी पनि मर्नेछौ गरेर भ्याब्रेटो गर्दै हल्का भ्याब्रेटो टाइपको दिएर यसको यहाँसम्मको हाम्रो यसलाई चाहिँ हामी पार्ट 1 मानौँ। म पार्ट 2 पनि लिएर आउनेछु यसको नेक्स्ट लेसनमा चाहिँ पार्ट 2 पनि लिएर आउनेछु। सो पार्ट 1 को हाम्रो यो लेसन चाहिँ आजको लागि यहीँ समाप्त गर्न चाहन्छु। आशा छ यहाँहरूले यस गीतको यस लेसनको यो पार्ट 1 बाट चाहिँ केही न केही जानकारी लिनुभएको छ। यदि कसैलाई यस गीतको नोटहरू चाहिएको छ भने चाहिँ मलाई मेरो इन्स्टा, मेरो टिकटक अथवा मेरो मेसेन्जर तल राखेको हुनेछु, त्यसमा गएर मलाई मेसेज गर्न सक्नुहुन्छ। सो गाइज आजको लेसनबाट चाहिँ म सागर बिदा हुन चाहन्छु। अब नेक्स्ट पार्ट 2 मा चाहिँ भेट्ने बाचा गर्दै आजको यस लेसनबाट चाहिँ मलाई बिदा दिनुहोला। हस् त, थ्याङ्क यू सो मच।